हेलो गाइस वेलकम टु न्यू ब्लग। त अब चाहिँ सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। आज अब चाहिँ म सब जाँदैछु, म रेडी भइसकेँ गाइस। मम्मी पनि रेडी हुँदै हुनुहुन्छ अनि आमा पनि रेडी भइसक्नु भयो। के गर्नु भयो म आमासँग मिलाउँछु है हजुरलाई। आमा पनि रेडी हुन सक्नु भयो, म पनि रेडी भइसकेँ। ल अब म सब जाने हो गाइस। बाई बाई। हेलो गाइस वेलकम टु न्यू ब्लग। 25 वर्षसम्म अब चाहिँ हामी रेडी भइसक्यो, बाबा बाहिर बसिरहेछौँ। कति बेला आउँछ अटो भनेर। अब म सब जान्छौँ अनि म सब गएपछि मिलाउँला। हातमा ग्लोभ्स, किनकि चिसो छ त्यहाँ। यस्तो तातो कपडा लाउन पर्छ, यत्रो हाइनेक लाउने। गाडी कुकुर पनि ल साथीहरू, अब हामी महोत्सवमा गएर हजुरहरूलाई महोत्सवको कुराहरू देखाउँछौँ। हाम्रो पहिला चाहिँ म झुलेर देखाउँछु अनि म फुलमती हान्ने। हजुर पनि खुसमा हुनुहुन्छ भनेर ग्यादीमा जानु। ग्यादीमा एउटा जिल्ला हो यता ढिला हुन्छ अनि त्यही महोत्सव हुन्छ। हजुर पनि इन्जोय गर्नु, म पनि इन्जोय गर्छु। ओके। अनि एक कदमले माघमा छिट्टै हिँड्नु र अनि एक्साइटेड यता हुन् मैले पिक्कीमा देखेको छिट्टै अनि एक्साइटेड। ल साथीहरू, हामी ल अब कस्तो छोरो मान्छे रुना हुन्न भन्नुहुन्थ्यो बाले। ठोकेन हो नि, छोरो मान्छे रुना हुन्न भन्नुहुन्थ्यो बाले। बुझ्दै जाँदा बोल्दै जाँदा आँसु खस्न थाले, आँसु खस्न थाले। छोरो मान्छे रुना हुन्न भन्नुहुन्थ्यो बाले। बुझ्दै जाँदा बोल्दै जाँदा आँसु खस्न थाले, आँसु खस्न थाले। आउँदो महिना साली फर्केर हे बाबा धेरै फर्केर। आउँदो महिना साली फर्केर बाटो हेर्दै हे बाबा फर्केर। हे बाटो हेर्दै हे बाबा
अब गाइस महोत्सवमा म धेरै इन्जोय गरेँ अब मम्मी म आमा अब घर जान्छौँ थ्याङ्क यू फर वाचिङ बाई बाई